सो हेलो गाइज, वेलकम बैक टु माई युट्युब च्यानल वेरी प्रब्लम ब्लग्स। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ र म एकदम ठिक छु गाइज। मलाई धेरैजनाले सोधिरहनु भएको थियो यो DJI Osmo Pocket 3 को फिचरहरू के कस्तो छ र यसलाई कति प्राइस पर्छ सोधिराख्नु भएको थियो र मैले यसको बारेमा एउटा लङै भ्लग गराइरहेको छु। सो हेरिदिनु होला है त। यो चाहिँ DJI कम्पनी हो। DJI कम्पनीको यो वर्ल्डको बेस्ट कम्पनी भनेर चिनिन्छ र यसलाई चाहिँ खोल्दा चाहिँ सुरुमा यसरी खोल्नु पर्ने हुन्छ। कसैले यताबाट खोल्नुहुन्छ, त्यसरी अलि प्रेसर पर्छ यसलाई चाहिँ। त्यो चाहिँ यसरी बिचबाट ठ्याक्क तलबाट खोलेर यस्तरी खोल्ने चाहिँ। यो खोलिसकेपछि कभर यस्तो छ र हाम्रो यो DJI Osmo Pocket 3 र अब यसलाई चाहिँ कसैले यहाँ बटन थिच्छन्, त्यसरी बटन थिच्ने होइन। सुरुमा यसले स्क्रिनलाई चाहिँ यस्तो गर्ने, त्यसपछि यो खुल्यो। अनि मलाई देखियो होला नि त, हेर्नु न, देखिन्छ यस्तो छ यो चाहिँ। र मैले यसको बेस्ट फिचर के कस्तो छ मैले सबैहरूलाई बुझाउने छु। त्यो राम्रो हेरिदिनु होला है त ब्लग। र यसलाई खोलिसकेपछि हाम्रो चाहिँ यहाँ हुन्छ 4K 3 4K 30 देख्नु भएको छ। हो, यो 4K 30 भनेको एकदम राम्रो क्वालिटी हो। र यहाँ यो उस दिनुभयो नि, यो साइन, यसले चाहिँ हामीतिर अब ब्याक गर्न पनि मिल्छ। यसमा चाहिँ अर्को सिस्टम पनि हुन्छ, यसरी ब्याकमा पनि हुन्छ। त यहाँ यो तल बटन थिचेर यसरी पनि हुन्छ, यसले पनि हुन्छ, यसले पनि हुन्छ। र यसको चाहिँ काम भनेको चाहिँ जोयस्टिक पनि हो, यसरी घुमाउन पनि मिल्छ र यसले जुम पनि हान्छ। अलि सेतो देखिए जस्तो छ है, यस्तो घुम्छ पनि, जान्छ, जुम पनि हुन्छ। अनि यसको जुम चाहिँ कति हुन्छ भन्दा 2x हुन्छ। 2x मा चाहिँ यसरी गरे 4x हुन्छ। अनि स्टार्ट गर्ने यहीँबाट, अनि अफ पनि यहीँबाट हुन्छ है। अनि हजुरको यस्तरी यो यहाँ छ नि, यो प्लस देखियो अहिले, यो अर्को साइन देखियो होइन। अर्को साइनको काम भनेको, यो साइनको काम भनेको चाहिँ जुम, अनि यो साइनको काम भनेको तलमाथि होइन। अब यहाँ 4x मा गरेपछि अझै घट्यो। यो चाहिँ यो जोयस्टिकको काम पनि गर्छ यसले, तलले यसको जुम सबै गर्छ। यहाँ चाहिँ मेरो चाहिँ यसमा मेमोरी चाहिँ 200-300 GB को पनि जान्छ। यो भनेको हाई GB को भयो नि त, अलि हाई लेभलकै भयो यो DJI Osmo Pocket 3। त्यही भएर यसले चाहिँ मलाई अहिले 22 मिनट 46 सेकेन्डको मात्र भिडियो गराउने भनिरहेको छ। यसले चाहिँ आफूतिर देखियो हैन। एउटा धेरै मान्छेले सोध्नु भएको थियो यसको यो 4K 30 बाट भिडियो गराउँदा चाहिँ मोबाइलको हाफसम्म मात्र देखिन्छ, मोबाइलको फुल स्क्रिनमा देखिँदैन। फुल स्क्रिनमा देख्ने कसरी हो भन्दा चाहिँ यस्तो गर्ने। अब यहाँ झ्याप्प त्यो नसोए भए चाहिँ स्विच अफ हुन्थ्यो, चाहिँ 3K मा गयो हेर्नु, स्विच टु 3K रोसन भने नि त। 3K मा चाहिँ फुल स्क्रिन हुन्छ। हजुरको आइफोनले खिचे पनि, तलले खिचे पनि त्यस्तो आउँछ नि, हो त्यस्तो आउँछ यसले चाहिँ। यसमा नि जुम भनेको 4x हुन्छ। तर 3K मा भन्दा चाहिँ 4K मा क्वालिटी राम्रो आउँछ। र मेन कुरा चाहिँ हजुरसँग यो चलाउन आइफोनै हुनुपर्छ है, किनभने एन्ड्रोइडमा धेरै गाह्रो हुन्छ डाउनलोड गर्न। आइफोनमा भनेको 1 ट्यापमा डाउनलोड हुन्छ, एन्ड्रोइडमा डबल ट्यापमा डाउनलोड गर्नुपर्ने हुन्छ। र यो गिम्बल मोड भनेको यसको धेरै टाइपहरू छ, लग, FPV। मैले राख्ने भनेको एनी टाइम फलो मोड। यो भनेको हजुरले आफ्नै छुट्टैमा सेभ गर्नु मिल्छ। हजुरले प्राइभेसीहरू गर्नु छ भने यो चाहिँ लेटेस्ट हाइपर स्लेप भयो, हजुरको ब्राइटनेस भयो। यो भनेको हजुरले फोकस मोड, सेल्फीमा हजुरको फेस देखायो भने यसले फोकस गरिहाल्छ।
यो चाहिँ सेटिङहरु भयो। अनि यो हजुरले अब रोटेसन अब यसरी कति सिरो गर्नुहुन्छ त्यो अनुसारले हुन्छ के। यो भनेको स्लो, फास्ट, डिफल्ट त्यो भयो अन्त। अनि हजुरलाई एउटा यसको दामी फिचर देखाम सबभन्दा बेस्ट फिचर हेर्नु होला। मैले मेरो मुहा फोकस गरे हैन, हेर्नु है त। यो म जहाँ गए त्यतै फर्किन्छ हेर्नु। ध्यान त। यो भनेको एकतिर फुल घुम्छ, एकतिर आधी घुम्छ। यो चाहिँ आधी घुम्यो, अलि भएन। देख्नुभयो, यो चाहिँ सबभन्दा बेस्ट फिचर हो क्या यसको चाहिँ। हजुरहरू कतै जानु भएर हजुरलाई भिडियो गराउने मान्छे छैन भनेपछि यसले हजुरलाई धेरै सहयोग गर्छ। हजुरको ओन्ली फेस मोडमा यसरी डबल टच गरेपछि हरिबल छ, एक्टिभ ट्र्याक इनेबल भन्छ हो। यसो गरेपछि हजुरलाई ओन्ली ट्र्याक गर्छ, अरूलाई कसैले ट्र्याक गर्दैन। यसको बेस्ट फिचर भयो। अब यसमा चाहिँ हुने भनेको, अनि एउटा कुरा नि धेरै सोध्नु भएको थियो, यसमा चाहिँ कुन मोड हुन्छ भन्नुभएको थियो हैन, त्यो पनि देखाइदिन्छु। टाइम ल्याप्स भनेको यो सनसेटहरु गर्दा हुन्छ नि यसरी। अब टाइम ल्याप्समा पनि धेरै चिजहरु हुन्छ। यी क्लाउड्समा गर्ने हो कि सनसेटमा गर्ने हो, कस्टम गर्ने हो कि क्लाउड्स। मैले भनेको टाइम ल्याप्समा चाहिँ क्लाउड्सहरुमा दामी लाग्छ। अब मर्निङ भ्यूहरु गयो भने त सनसेटमा ठ्याक्क, अब सनसेटमा साझा गरायो भने दामी आउँछ हैन। टाइम ल्याप्स भयो, स्लो मोसनमै भयो हैन। त्यसपछि लो लाइट हुन्छ, भिडियो हुन्छ, यसले फोटो पनि खिच्छ। अनि प्यालोमै पनि हुन्छ है, अनि फोटो पनि हान्छ। फोटो पनि दामी आउँछ है, तर यसबाट पुरै रोटेट गर्छ के यसले। तल माथि पुरै जोयस्टिक काम गर्छ यसले तलकोले। बेस्ट फिचर हो यो। र मलाई मान्छेले सोध्नु भयो कति यहाँ किनेको हजुरले कति हो प्राइस यसको भनेर सोध्नु भएको थियो। मैले चाहिँ किन्दा 80K मा किने हो। हजुरले यसमा फुल कम्बो किन्नु भयो भने चाहिँ 1,04,000 1,05,000 मा आउँछ यो चाहिँ। मैले चाहिँ सिंगल मात्र किने हो 80K मा। नत्र भए हजुरले गुगलमा गएर सर्च हान्नु होला। यो नेपालमा नि पाउनु त, तर विदेशबाट अलि राम्रो आउँछ नि त, त्यही भएर विदेशबाट किने हो मैले चाहिँ। यो त अस्ट्रेलियाबाट दाइले पठाएर ल्याएको यो चाहिँ। यसको कभरै भयो, क्या राम्रो छ कभर, कति दरो छ। अनि बन्द गर्ने चाहिँ कसरी हो भन्दा चाहिँ फेरि यसो गर्ने 2 सेकेन्ड 1 सेकेन्ड, यो बन्द भयो। अनि मैले चाहिँ एउटा कुरा चाहिँ यो धेरैजनाले माग्छन् के मसँग चाहिँ। अनि मैले चाहिँ किन दिदिनँ भन्दा चाहिँ यहाँको यो ओस्मो पोकेट 3 को मेन भनेको गिम्बल हो नि, यो माथिको यो क्यामेरा हेर्नु न, यसरी घुमाइ क्यामेरा हो नि त। जसले पनि यो लिगिने बित्तिकै यहीँ समातिहाल्छ, यो घुमाउँछ। यो घुमाएपछि यसलाई ल्याग गर्छ, त्यही भएर यसले गिम्बलले खासै काम गर्दैन। मैले नि दिएको थिएँ 1-2 जनाले, तिनीहरूले गिम्बल छोइदिए हो नि त। यस्तो रिस उठेको थियो। अनि यो पुरै खोलिदिएर एकछिन त गिम्बलै नचलेको। मेन भने यहाँ खोल्नु पर्यो कि यहाँ खोल्नु पर्यो। अनि यसमा चाहिँ यो तलको थिएन, मलाई चाहिँ यो मेरो साथी वाइट टी बाउन्ड ब्रो ब्लगले दिएको। थ्याङ्क यू बाउन्ड ब्रो ब्लग, यो दिएकोमा। यस्तो अड्डेको छ, यहाँ चाहिँ नट हालेर यो अड्डाउन गराएको। यस्तो यो पाउँदा चाहिँ यो तलको पाउँदैन है, यहाँसम्म मात्र पाउने हो। यो चाहिँ मलाई बाउन्डले दिएको। अर्को यो अड्डाउने कुरा नि दिएको छन्, स्पेसल बाउन्ड, थ्याङ्क यू हैन। र मैले के भन्छु भने यो चाहिँ विदेशबाटै लिँदा ठिक हुन्छ। यो नेपालमा चाहिँ नयाँ हो भनेर सेकेन्ड ह्यान्ड पनि पाउँछ 60-70 हजार। त्यो चाहिँ एकदम बेकार हुन्छ कि, तिनीहरू सबै भित्रको पार्ट्सहरू चेन्ज गरेर अर्कै हाल्छ। त्यही भएर विदेशबाट किनेको ठिक। त्यही भएर मलाई दाइले यो अस्ट्रेलियाबाट ल्याइदिएको। सो आज भ्लग कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। र म भित्रमा
के सुधार्नु पर्छ त्यो पनि कमेन्ट गरिदिनु होला। ल धेरैपछि चाहिँ मेरो भ्लग आयो आज चाहिँ। अब चाहिँ मैले लगभग टाइम त्यस्तै थियो, मेरो टाइम अलि मिलेको थिएन भ्लग हाल्न चाहिँ। अबदेखि चाहिँ भ्लग हाल्छु 2-3 दिनमा। ल बाई गाइज।